नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नऊज़ु बिल्लाहि मिन शुरूरि अनफुसिना व मिन सय्यिआति अअमालिना मन यहदिल्लाहु फला मुदिल्ल लहु व मन यहदिल्लाहु फला हादिय लहु व नशहदु अन ला इलाहा इल्लल्लाहु वहदहु ला शरीका लहु व नशहदु अन्न सय्यदना व मौलाना मुहम्मदन अब्दुहु व रसूलुहु अम्मा बादु फया अय्युहन नासु क़ूलु ला इलाहा इल्लल्लाहु तुफ्लिहून। अल्हम्दुलिल्लाह, अल्लाह सुब्हानहु तआला को शुक्र हो। अल्लाह सुब्हानहु तआला को सारा तारीफ अल्लाह को लागि हो। अल्लाह हाम्रो पालन करता हो। अल्लाह हाम्रो जिम्मेवार हो। अल्लाह हाम्रो मालिक हो। अल्लाह रब्बुल इज्जत हाम्रो सबै चीज़को मालिक हो। हाम्रो जिंदगी को, हाम्रो मौत को, हाम्रो धन दौलत को, पृथ्वी को, समस्त चीज़ को मालिक अल्लाह हो। यो कुरालाई विश्वास गर्नु ईमान हो। अल्लाह माथि ईमान ल्याउनु कि अल्लाह सबै गर्न सक्छ। अल्लाह पाकबाट अल्लाह सुब्हानहु तआलाले सबै यो दुनियाँको निजाम जुन चलिरहेछ अल्लाह सुब्हानहु तआलाले चलाइरहेछ। त्यो पनि आफ्नै कुदरतबाट, कुन फयाकुन। नेपालीमा हामी भन्छौँ त्यसलाई अलौकिक शक्तिबाट चलाएको हो। आफ्नो यस्तो शक्ति कि कुन फयाकुन, उसको कुनै सीमा छैन, उसको कुनै खर्च हुँदैन। फेरि यो पृथ्वीलाई चलाउन, तपाईँ हामीलाई खुवाउन, सारा पृथ्वीको सबै मान्छेलाई अल्लाह पाकले खुवाइरहेछ। जनावर, दरिन्दा परिन्दा, समुद्रको जनावरहरूलाई, माछाहरूलाई, अरबौं खरबौं, कति हो कति अनगिन्ती दुनियाँमा भएको जीव जन्तुहरू, हैन, मानिसहरू सबैको जरुरियात पूरा गर्ने अल्लाह हो। अल्लाहलाई खालिक मान्नु, अल्लाहलाई मालिक मान्नु, खालिक पाल्नेवाला मान्नु, मालिक मान्नु तिनलाई, हैन, यही नै ईमान हो। अल्लाह रब्बुल इज्जत कसरी रातबाट दिनको निकाल्छ, दिनबाट रातलाई निकाल्छ, रात बनाउँछ, फेरि दिन आउँछ, सूरज रोशनी दिन्छ, चाँद सितारा तपाईको उज्यालो पार्छ, यो जमिन, यो भुइँबाट हामीलाई खानेकुराहरू निकाल्छ। यी सबै कुराहरूको यकिन, यसको फिकर गर्नु, यसलाई सोच्नु ईमान हो। यकिन बनाउने, विश्वास बनाउने हो। के त्यतिकै बन्छ त? बन्दैन। साथीहरू, हामी यो कुरा बुझ्नु पर्यो। अजिजो दोस्तो, यो हामीले बुझ्नु पर्यो कि त्यतिकै बनाएको होइन, कुनै न कुनै मतलब त छ हामीलाई बनाउन। यति राम्रो कुरानको आयात छ, लक़द खलक़नल इन्सान फी अहसनि तक़वीम। अल्लाह पाकले भन्दैछ कि मैले मान्छेलाई एकदम खूबसूरत ढाँचामा पैदा गरेको हो, बनाएको हो। अल्लाह पाकले कसम खाने जरुरी छैन। अल्लाह पाकले कसम खाएर भन्दैछ, मैले मान्छेलाई एकदम खूबसूरत बनाएको, मान्छे जस्तो अरू कुनै प्राणी छैन। आइमाई मान्छे होस् या केटा मान्छे होस्, मैले बनाएको हो। यति राम्रो मैले अरू कुनै प्राणीलाई बनाएकै छैन। मेरो सिवा कोही अरू छैन। मै हुँ एक अल्लाह, मै हुँ गॉड, मै हुँ अकेला, ला इलाहा इल्लल्लाह, मैं अकेला हूँ, मेरो कुनै शरीक छैन, मेरो कुनै पार्टनर छैन। त्यसकारणले तिमीहरू मसित कसैको पार्टनर नबनाऊ,
मेरो कुनै औलाद छैन, मेरो कुनै फ्यामिली छैन, मेरो कुनै हाजत छैन, मेरो कुनै जरुरत छैन, तिमीहरूलाई मैले पैदा गरेको मेरो इबादतको लागि। अल्लाह रब्बुल इज्जत, अल्लाह सुब्हानहु तआला यति मायाले भन्नुहुन्छ कि कोही छ तिमीहरूलाई यो भन्दा धेरै दिनेवाला छैन, कोही पनि छैन। अल्लाह भन्दै हुनुहुन्छ कोही छैन, म मात्र हुँ, सारा जगतको मालिक मै हुँ, सारा जगतलाई बनाउने मै हुँ, सारा जगतलाई खुवाउने, पाल्ने, बसाउने, चलाउने मै हुँ। अल्लाह सुब्हानहु तआला भन्नुहुन्छ यसको सृष्टि मैले तिमीहरूको लागि गरेको हो, मानवको लागि गरेको हो, मनुष्य र जिनको लागि गरेको हो, मेरो इबादतको लागि गरेको हो। अल्लाह सुब्हानहु तआला भन्नुहुन्छ कि मेरो इबादत गर, मेरो इबादतको लागि तिमीलाई पैदा गरेको। वमा खलक्तु जिन्ना व इन्स इल्ला लियअबुदुन, मैले एउटा अदृश्य प्राणी, जिन र मानिस यो सबैलाई पैदा गरेको मेरो इबादतको लागि हो। अगाडि अझ भन्दै हुनुहुन्छ कि मैले तिमीहरूलाई मेरो इबादतको लागि पैदा गरेको छु, तर तिमीहरूको जरुरती सामानहरू जमिनमा मुहैया गरिदिएको छु, राखिदिएको छु पहिलादेखि नै। तिमीलाई चाहिने जति चिज, ऐशो आराम, खाने पिन बस्न सबै इन्तजाम मैले पहिलादेखि गरिराखेको छु। त्यस कारणले तिमीहरू कसरी नाफरमानी गर्न सक्छौ? तिमीहरू त नाफरमानी गर्नै सक्दैनौ, किनकि मैले गरिदिएको सबै चिज मैले गरेको हो। त्यस कारणले यो ध्यान राख्नुहोस् कि एक अल्लाहको सिवा अरू कुनै पूजा गर्ने लायक छैन। अल्लाह आफ्नो हुकुम र मुहम्मद मेसेन्जर अफ द गॉड मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम को तरिकाबाट इबादत कबुल गर्नुहुन्छ। पूजा उही तरिकामा गर्नुपर्छ जुन उनको हबीबले भन्नुभएको छ। उनको हबीब, उनको मेसेन्जरको तरिकाले गर्यो भने अल्लाह पाकले कबुल गर्नुहुन्छ। अल्लाह पाक मरेपछि जुन हाम्रो सधैँको जिन्दगी, डेथ आफ्टर बिगिनिङ अफ लाइफ, मरेपछि जिन्दगीको सुरुवात हुन्छ। त्यो जिन्दगी सधैँको लागि हुन्छ। कि त स्वर्ग प्राप्ति हुन्छ कि त नर्क प्राप्ति हुन्छ, दुईटा मात्रै अप्सन, तीसरा अप्सन छैन, स्वर्ग या नर्क। अझिजो तपाईहरु साथीहरु बुझ्न सक्नुहुन्छ, सोच्न सक्नुहुन्छ। अल्लाह पाकले हामीलाई दिमाग दिएको छ, त्यसकारणले हामीले राम्रोसँग यो कुरालाई बुझ्नु पर्यो। के त त्यतिकै दुनिया बनाएको हो त बिना मकसदले? यो रुख बिरुवाहरूलाई जसरी जमिनबाट उब्जाइदिएको छ त्यसरी हामीले उब्जाएको हो त? पक्कै होइन। हामीलाई त अल्लाह पाकले खास तरिकाले बनाएको हो र खास तरिकाले बस्ने सिकाएको हो, बस्ने सिकाएको हो, जिउने सिकाएको हो। मर्न पनि खास मर्ने तरिका हो, अरू जस्तो होइन, अरू जानवर जस्तो होइन। हाम्रो मृत्यु पनि अलग्गै छ, इज्जतसित हुन्छ। हामीलाई हाम्रो अन्त्येष्टि पनि छुट्टै हुन्छ। अरू कसैको यस्तो हुँदैन, कुनै प्राणी छैन पृथ्वीमा। त्यसकारणले अल्लाह पाकले भन्दै हुनुहुन्छ नि, लकद खलकनाल इन्साना फी अहसनी तक़वीम, मैले मान्छेलाई, इन्सानलाई सबभन्दा राम्रो ढाँचामा तयार गरेको हो, बनाएको हो। यो कुरालाई विशेष गरी ध्यान दिनुपर्छ कि पृथ्वीमा यत्रो ठुलो छ, यति लाखौं करोडौं मान्छे छ, सबैले अल्लाह पाल्दो रहेछ, अल्लाह पाक खुवाउँदो रहेछ भने यो कुराको यकिन हामी किन नगर्ने कि हो अल्लाहको सिवा कुनै अरू पूजा गर्ने लायक छैन। वा आखिरी दावाना अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, सलातु वस्सलाम अला सय्यदिल मुरसलिन।
अल्हम्दुलिल्लाहि रब्बिल आलमीन जज़ल्लाहु अन्ना मुहम्मदन सल्लल्लाहु अलैहि वसल्लम मा हुवा अहलुहु। कुरालाई अगाडि बढाउनु, साथीहरुसित पुर्याउनु, चर्चा गर्नुस्, इन्शाअल्लाह इमान बन्छ। अल्लाह पाक हामी सबैलाई सिधा रास्ता चल्न तौफिक अता गरोस्। आमीन।